जय मसी अनि नमस्कार सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो युट्युब च्यानल इसाक अफिसियल हेरिराख्नुभएका तपाईँहरू सम्पूर्णलाई नमस्कार भन्न चाहन्छु। सबैजना सन्चै हुनुहुन्छ होला। परमेश्वरको कृपा र अनुग्रहमा तपाईँहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ एकदमै आशिषित हुनुभएको छ भनेर म विश्वास गर्छु। सधैँ चाहिँ आज पनि म तपाईँहरूको बीचमा परमेश्वरको वचन लिएर आएको छु। मलाई आशा छ योभन्दा पहिलेका वचनहरू, योभन्दा पहिलेका कुराहरूलाई सिक्नु भएको छ, बुझ्नु भएको छ र आशिषित हुनुभएको छ। आज विशेष गरिकन म तपाईँहरूको बीचमा प्रियहरू एउटा परिपक्व विश्वासीमा हुनुपर्ने गुणहरू अथवा एउटा आत्मिक विश्वासीमा हुनुपर्ने फलहरू चाहिँ के हुन् भन्ने बारेमा चाहिँ म तपाईँहरूको बीचमा केही कुराहरू र बाइबलका केही पदहरू तपाईँहरूलाई सेयर गर्न गइरहेको छु। विशेष गरिकन गलाती 5:22 र 23 भन्छ, तर आत्माको फल प्रेम, आनन्द, शान्ति, धैर्य, कृपा र भलाइ, विश्वासयोग्यता, नम्रता र आत्मसंयम हुन्। हालेलुया। आज विशेष त म यो कुराहरूमा तपाईँहरूसँग छलफल गर्नेछु। म तपाईँहरूलाई सिकाउने कोसिस गर्नेछु र तपाईँहरूलाई आशिषित पार्ने कोसिस गर्छु कि परिपक्व विश्वासीमा, आत्मिकी विश्वासीमा र एउटा आत्मामा बाँचेको विश्वासीको जीवनमा चाहिँ यी कुराहरू हुन जरुरी छ। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज संसारमा धेरैले आफूलाई विश्वासी भएको दाबी गर्छन्। धेरैले आज म एउटा असल क्रिस्चियन भएको दाबी गर्छन् र उनीहरूले भन्छन् म आत्मिकी छु, म एकदमै परमेश्वरमा गइरहेको छु, म एकदमै परमेश्वरमा डुबेको छु र म एकदमै परमेश्वरसँग छु भनेर चाहिँ मानिसहरूले भन्छन्। तर परमेश्वरले चाहिँ हामीलाई भन्नुहुन्छ के तपाईँ र मेरो जीवनमा चाहिँ परमेश्वरका पवित्र आत्माका फलहरू अथवा परिपक्व विश्वासीमा हुनुपर्ने गुणहरू छन् त? हामीले आफैले आफूलाई जाँच्नु पर्ने हुन्छ। हामीले आफैले आफैलाई हेर्नुपर्ने हुन्छ। आज तपाईँले आफ्नो जीवनमा पवित्र आत्माका फल अथवा परिपक्व विश्वासी तपाईँ हुनुभएको छ कि छैन, तपाईँ परिपक्व मानिस परमेश्वरमा हुनुभएको छ कि छैन भनेर आफूले आफूलाई जाँच्नुपर्ने बेला आएको छ। किनभने आत्मिकी फल हाम्रो प्रयासले होइन, हामीले आफ्नो मेहनतले होइन, हामीले आफ्नो सङ्घर्षले होइन, तर ख्रीष्ट येशूमा रहेर चाहिँ आफ्नो जीवन समर्पण गरेर परमेश्वरबाट पाउने कुरा चाहिँ हो प्रियहरू। तर आज धेरै मानिसहरूलाई देखाउनको निम्ति, मानिसहरूलाई एकदम अगाडिबाट वाउ हेर्दाखेरि चाहिँ कति राम्रो छ भनेर चाहिँ मानिसहरूलाई खुसी पार्नको निम्ति चाहिँ मानिसहरू पवित्र बन्न खोज्छन्। तर हामीले चाहिँ ख्रीष्ट येशू बिना कहिले पनि हामी फल फलाउन सक्दैनौँ। म तपाईँलाई इक्जाम्पलको निम्ति भन्न चाहन्छु। जब एउटा रुख हुन्छ, त्यो रुखमा हरियाली छ, राम्रोसँग पातहरू एकदमै हराभरा भएका छन्, तर त्यसमा फल लागेन भने, यदि त्यो फलमा चाहिँ, त्यो रुखमा चाहिँ फल फलेन भने चाहिँ हामी त्यो रुखलाई कहिले पनि एकदमै माया र प्रेमसँग सम्हाल्न सक्दैनौँ। किनभने परमेश्वर चाहिँ हाम्रो रुख हुनुहुन्छ प्रियहरू। हामी चाहिँ परमेश्वरका हाँगाहरू हौँ। परमेश्वर चाहिँ हाम्रो बोट हुनुहुन्छ, हामी चाहिँ उहाँका फलहरू हौँ। किनभने तपाईँले परमेश्वरको वचनलाई तपाईँले हेर्नुभयो भने यूहन्ना 15:5 भन्छ, म दागको बोट हौँ, तिमीहरू मेरा हाँगा हौ, म बिना तिमीहरू केही गर्न सक्दैन अथवा म बिना चाहिँ तिमीहरूले फल फलाउन सक्दैन भनेर चाहिँ परमेश्वरले तपाईँले मलाई भन्नुभएको छ प्रियहरू। जब हामी ख्रीष्टमा हुन्छौँ, जब हामी परमेश्वरसँग हुन्छौँ, त्यसपछि हामी फल फलाउने विश्वासी हुन्छौँ। आज हामी परमेश्वरमासँग छौँ कि छैनौँ, हाम्रो जीवनमा पवित्र आत्माका फलहरू, परिपक्व विश्वासीमा हुनुपर्ने गुणहरू छन् कि छैनन् भनेर आफैले आफूलाई जाँच्ने बेला आएको छ। आफूले आफूलाई एउटा परिपक्व विश्वासी भएर को कुरा आफूले आफूलाई चाहिँ हेर्ने बेला आएको छ। किनकि आज धेरै मानिसहरूले चाहिँ आफ्नो परिपक्वतालाई चाहिँ बेवास्ता गरेका हुन्छन्। आफ्नो जीवनमा चाहिँ आत्मिक रूपमा म कति एकदम खारिएको छु, पवित्र आत्मामा एकदमै कसरी म भरिएको छु भन्ने कुरालाई चाहिँ मानिसहरूले चाहिँ बेवास्ता गरेको कारण आज धेरै मण्डलीहरूमा आत्मिकी खडेरी परेको छ। परिपक्व विश्वासीहरूको कमी भएको छ। परिपक्व परमेश्वरका जनहरूको कमी भएको छ प्रियहरू। परिपक्व विश्वासीहरूको चिन्हहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ प्रेममा उनीहरू सधैँ स्थिर रहन्छन्, उनीहरू प्रेममा रहन्छन्, आनन्दमा उनीहरू रहन्छन्, शान्तिमा रहन्छन्, धैर्यमा रहन्छन्। किनभने उनीहरू प्रेममा चिनिन्छन्, आनन्दमा चिनिन्छन्,
शान्तिमा चिनिन्छन्, धैर्यमा चिनिन्छन्। किनभने ख्रीष्ट येशू प्रेम हुनुहुन्छ, ख्रीष्ट येशू आनन्द हुनुहुन्छ, ख्रीष्ट येशू शान्ति हुनुहुन्छ, ख्रीष्ट येशू धैर्य हुनुहुन्छ। प्रियहरू, यी कुराहरू हाम्रो जीवनमा छन् कि छैन? यदि यी कुराहरू छन् भने हामी परिपक्व विश्वासी हो। यदि यी कुराहरू हामीसँग छैन भने हामीले आफ्नो जीवनमा चाहिँ सुधार गर्नुपर्ने हुन्छ। हामीले आफ्नो जीवनमा चाहिँ हामीले सुधार गर्नुपर्ने हुन्छ। त्यसपछि मात्रै हाम्रो जीवनमा फलहरू फल्छन् प्रियहरू, त्यसपछि मात्रै हाम्रो जीवनमा फल लाग्छ प्रियहरू, त्यसपछि मात्रै हाम्रो जीवनमा हामी फल फलाउन सक्छौँ। हाम्रो जीवनमा हामी फल यदि हामीले फलाउन सकेनौँ भने हामी असल विश्वासी हुन सक्दैनौँ। किनभने परमेश्वरको वचनले भन्छ, मत्ती 7:20 भन्छ नि, तिमीहरूले तिनीहरूलाई तिनीहरूको फलबाट चिन्नेछौ भन्छ। किनभने हाम्रो जीवनमा कस्तो फल छ त? हामी कुन बाटोमा हिँड्दैछौँ, कुन पाइलाहरू चाल्दैछौँ, कुन बाटोसँग हामी आफ्नो सम्बन्ध गाँच्दैछौँ? तपाईँ र मेरो फल कसरी फलिरहेको छ त? कि आज समाजको निम्ति, मण्डलीको निम्ति, अनि आफ्नो देशको निम्ति, आफ्नो वरिपरि भएका मानिसहरूको निम्ति, तपाईँ र मेरो छरछिमेकीहरूको निम्ति के हामी फलबाट चिनिएका छौँ त? कि हामीसँग के भन्छ प्रेम छ, कि हामीसँग आनन्द छ, कि हामीसँग शान्ति छ, कि हामीसँग धैर्य छ? यो कुराहरू हामीले निहाल्न जरुरी छ प्रियहरू। आज परमेश्वरले भन्छ, तिमीहरूको फलबाट चाहिँ, तिमीहरूले गर्ने व्यवहारबाट चाहिँ, तिमीहरूले बोल्ने शब्दबाट चाहिँ मानिसहरूले तिमीहरूलाई चिन्नेछन् कि तिमी परिपक्व विश्वासी हो या कमजोर विश्वासी हो भनेर। किनकि हाम्रो जीवनमा हामी फलबाट चिनिन्छौँ प्रियहरू। किनभने हाम्रो जीवनमा आत्मिक फल हामीले दैनिकी रूपमा देखाउनु पर्ने हुन्छ, अथवा हाम्रो जीवनमा आत्माका फलहरू देखिनु पर्ने हुन्छ। किनभने हाम्रो जीवनमा हामी आत्मिकी फल जब हामी फलाउँदैनौँ, आत्मिक रूपमा हामी परिपक्व जब हुँदैनौँ, किनभने मानिसहरूले हामीलाई कहिले पनि एउटा असल विश्वासी भएको देख्ने छैनन्। जब हामी आत्मिक रूपमा अगाडि बढ्छौँ, आत्माका फलहरू फलाउँछौँ, त्यसपछि हाम्रो मण्डली आशिषित हुन्छ, त्यसपछि हाम्रो परिवार आशिषित हुन्छ, त्यसपछि हामी व्यक्ति आशिषित हुन्छौँ। ताकि परमेश्वरको अनुग्रह र हाम्रो जीवनमा रह्यो भने हाम्रो मण्डली, हाम्रो आत्मिक जीवन, हामी सबै कुरामा परिपक्व हुन्छौँ र हामीले परिपक्व तरिकाले आफ्नो जीवन निर्वाह गर्न सक्छौँ प्रियहरू। आज हाम्रो जीवनमा चाहिँ आत्मिकी फल दैनिक रूपमा देखाउनु भनेको के हो भन्दाखेरि हामीले दयालु हुनु पर्यो, हामीले नम्र हुनु पर्यो, हामीले धैर्य हुनु पर्यो, हामीले प्रेम धारण गर्नु पर्यो र प्रेमिलो भएर आफ्नो बोलीमा, वचनमा अनि हाम्रा शब्दहरूमा चाहिँ प्रेमका भावहरू झल्किनु पर्ने हुन्छ। हाम्रो दयालु हुनु पर्यो, अरूप्रति हामी दया देखाउने हुनु पर्यो। जसरी परमेश्वरले यस संसारलाई प्रेम गर्नुभयो नि त, जसरी तपाईँलाई प्रभु यीशु ख्रीष्टले प्रेम गरेको कारण चाहिँ आज हामीले चाहिँ नि प्रेम महसुस गर्न पाएका छौँ, मुक्ति पाएका छौँ, उद्धार पाएका छौँ। कारण किनभने परमेश्वर प्रेम हुनुहुन्छ। यदि परमेश्वर प्रेम हुनुहुन्छ त हामीले पनि के गर्नुपर्ने हुन्छ? प्रेममा रहनुपर्ने हुन्छ। हामी आत्मिक रूपमा चाहिँ सधैँ अगाडि बढ्न जरुरी छ प्रियहरू। परमेश्वरबाट हामी केवल सेवा होइन, फल चाहनुहुन्छ। हालेलुया। परमेश्वर हामीबाट के चाहनुहुन्छ? फल चाहनुहुन्छ। आत्मिक हौँ भन्ने, अरूलाई सिकाउने, अरूको अगाडि बोल्ने, तर आफ्नो काममा, व्यवहारमा यदि फल छैन भने त्यो व्यक्ति कदापि पनि के हुन सक्दैन? परिपक्व विश्वासी हुन सक्दैन। त्यसैले म तपाईँहरूलाई भन्न चाहन्छु, हामी परिपक्व बनौँ, हामी आत्मामा अगाडि बढौँ। हामी शारीरिक कुराहरू होइन, हामी चाहिँ आत्मिक कुराहरूमा चाहिँ अगाडि बढौँ। हामी गलाती 5:25 भन्छ, हामी पवित्र आत्माद्वारा जिउँछौँ भने त आत्माकै अनुसार हिँडौँ। हालेलुया। यदि हामी पवित्र र परिपक्व छौँ भने हामी आत्मामा अगाडि बढौँ, हामी पवित्र आत्माद्वारा जिउँ र आत्माकै अनुसरण गरौँ र परमेश्वरको आज्ञाहरूलाई पालन गरौँ, ताकि हाम्रो मण्डली, हाम्रो समाज, हाम्रा आफन्तहरू, घर परिवार हरेक व्यक्तिले चिन्न सकुन् कि तपाईँ कस्तो विश्वासी हो, तपाईँ कति परिपक्व हुनुहुन्छ, तपाईँ कति आत्मिकी हुनुहुन्छ भन्ने कुरा चाहिँ आज तपाईँलाई मानिसहरूले हेर्न सकुन्। तपाईँका फलहरूबाट, तपाईँका व्यवहारहरूबाट, तपाईँका बोली र वचनबाट मानिसहरूले तपाईँलाई कस्तो मानिस हो भनेर, कस्तो विश्वासी हो भनेर छुटाउन सक्ने छन् प्रियहरू। त्यसैले म तपाईँलाई के भन्न चाहन्छु भने हामी चर्च जाने मात्रै होइन, हामी वचन बोल्ने मात्र होइन, हामी सङ्गति गर्ने मात्र होइन, कि हामी परिपक्व एकदमै परमेश्वरमा निडर अनि परमेश्वरको भय अनि परमेश्वरको आज्ञा पालन गर्ने र अरूलाई पनि त्यो आज्ञा र परमेश्वरका वचनहरू छर्ने एउटा असल
व्यक्ति बन्न सकौँ भनेर हामी प्रार्थना गर्नेछौँ। हुन्छ, परमेश्वरलाई महिमा भएको होस्। यो छोटो वचनबाट तपाईँहरूले धेरै कुरा सिक्नुभएको छ। धन्यवाद।